हर्स राइडिङ गर्यो। यति राम्रो भ्यू छ कि वेदरले नि सुट गरिरहेछ नि। वा तापक्रम भन्छ के भन्छ के अरे 40। ता फुफु नि मधेसले अगाएर यो पालि सिनारियो चाहिँ यो हेलो गाइस, नमस्ते सबैजनालाई। आज चाहिँ हामी अर्ली इन द मर्निङ गेट अप एन्ड रेडी फर गो टु इलाम। आज इलामको यात्रा छ हाम्रो कन्यामसम्मको, त्यही भएर हामी रेडी भइसक्यौँ। र बिहानको दृश्य चाहिँ यस्तो छ, बेल्टीमारी चुलाचुली वार्ड नम्बर 4 अरे यो सन उदाउँदैछ। साथीहरू स्टे ट्युन, इलामसम्मको यात्रालाई हेरेर साथ दिनुहुन्छ होला। ह्याभ अ नाइस डे। ल ल बिर्सिँदैन अब त। चुलाचुली गेट भनेर भन्दो रहेछ। यहाँदेखि इलाममाथि तल झापा, तल चाहिँ कमल गाउँपालिका 5 हो, यता माथि चुलाचुली 4। दिदीको घर छेउ पुग्ने बेलामा बोर्डर काट्नुपर्छ। बोर्डर अलिक काट्नुपर्ने। कसरी लाग्यो हो? 3.5 लाख एक दूर बराबर। यो यस्तो जग्गाहरू यस्तो राम्रो राम्रो जग्गा। अब धान रोप्नलाई होला है यो। अब मकै निकालेर धान बर्खा लाग्यो। स्कुटी निकाल्नु भने वाटोलाई यसो कता कता जानुपर्छ भन्नु। साथीहरू हामी आज कन्यामको यात्रामा छौँ। कन्याम जाँदैछौँ। अनि यो बस पार्कमा छौँ है गाउँ। कन्याम यहाँदेखि 2 घन्टा लागेर छ लगभग। त्यसपछि हामी कन्याम घुमेर आइसकेको। हामी बस पार्कमा छौँ अहिले। हामी चाहिँ चाराली चौकबाट अगाडि 5 किलोमिटर लगाइसक्यो। जनकल्याण हालत खराब छ नि, हालत खराब छ। पेट्रोलको मूल्य चाहिँ काठमाडौँभन्दा 6 रुपियाँ कम रहेछ, 5 रुपियाँ यतातिर। पिपलको छहारीमा बसेका छौँ। डिग्री भन्नुहुन्छ भने चाहिँ अहिले 40 डिग्री रहेछ आजको तापक्रम। न्यूनतम तापक्रम भन्छ के भन्छ के अरे 40। ता फुफु नि मधेसले अगाएर यो पालि। यहाँतिर ठाउँ चाहिँ कस्तो राम्रो, गर्मी चाहिँ साह्रो नराम्रो क्या। कसरी बस्नुहुन्छ होला यहाँको हाम्रा आफन्तहरू। साह्रो छ हो, गाह्रो छ।
बाटोले छोपी गयो छ इलाम बजारमा भ्यान चाहिँ खुल्थ्यो cool weather चिसो मौसम यहाँ सब बगान पर बजार चाहिँ पर हो मोनी होला नि अरू यहाँ पाल्नु Tree Garden, Kanyam. Kanyam. कन्यामको टिकटक स्टोरी सेल्फी हाल्यो त्यहाँ अब रिटर्न हुँदा बजार एरिया कन्याम भ्यू पोइन्ट छ ऊ माथि भ्यू पोइन्ट माथि weekend-मा त भिड हुन्छ बाइक कहाँ राख्ने होला खोइ यहाँ राखिदिन्छ है ल हर्स राइडिङमा छौँ है हामी सबै घुम्नु ल कन्याम चार्ज त लाग्छ तर त्यस्तो धेरै चार्ज पनि लाग्दैन के को चार्ज हो सर क्यामेराबाट गर्नुहुन्छ अरे नि ए पर्दैन हाम्रै छ क्यामेरा खै अनि त्यसमा ल हामी चाहिँ घुमाएर आउने होला नि त हर एकचोटि सोधेर बाइकमा भाडा कति रहेछ बाइकमा बाइकमा के भन्नुभयो ए उयो प्लेनबाट आउनु प्लेन भाडा भाडा कति रहेछ 7,000 ल
यता ध्यान दिनु है दाइ, रिसाउँछ है यो भाइ। हो त स्वर्ग डाँडा पुगेर यसै हो नि हजुर देखिरहनु भएको मोबाइलमा आउँदैछ हजुरको डबल आउँछ दाइ। म चाहिँ के भएछ भने मैले हेर्नु अगाडि पछाडि आउँदा अगाडि हामी जाँदैछौँ पछाडि घोडामा यसो के मजा आउँदो रहेछ ट्रेनमा यो दामी भइरहेको ल हामी शेर्पा होटेलमा आइसक्यौँ है। ल हजुरले के गर्नु पर्यो भने नि आफै हिँडाउनुको लागि यस्तो गर्ने होइन म त हिँडाउँदिनँ दाइ, रिसाउँछ क्या। होइन यहाँ म यसले म खिच्नै मिलेन नि त यो स्कुल हो। हजुर यो स्कुल यो चाहिँ पहिलाकै छैन नाम यो उच्च माध्यमिक विद्यालय गाडी आउँछ नि त गाडी आयो भने फेरि छेउमै लानुपर्छ दाइलाई लिएर जानु न भने माने यो घोडा चराउनु दिँदैन भित्र कहाँबाट बोल्नु पर दिँदैन दामी रहेछ नि यिनीहरू खाना दाना त टनक्कै खाएर आएको यसरी चाहिँ अब यो ठाउँ चाहिँ हामीले घुमाउँदैछौँ सूर्योदय नगरपालिका। भाइ अगाडि बस्दै हुनुहुन्छ भाइको पछाडि घेरामा छ परिणाम हो यो यो तपाईँहरूले भोट केमा हाल्नु हुँदा यसपालि? यसपालि हामीले हाम्रो त यहाँबाट यो निस्कल राईको एरिया हो। हजुर हजुर निस्कल राईलाई नै जिताइयो जितेर राम्रै बोल्नु चाहिँ बोल्दैछ संसदमा राम्रो रहेछ त्यो। एकदम राम्रो युवा नेता रहेछ, बुढाहरूले चान्स नदिएको हो क्या हो? होइन त्यस्तै अब पार्टीबाट युवा नेतालाई उठायो क्या नेपाली कङ्ग्रेसबाट पार्टी चाहिँ कङ्ग्रेस हो कति राम्रो कन्ट्री हिल साइड। ल यसरी घुम्दैछ भाइले एकदम मजाले हेर्दै हुन्छ यो टी फ्याक्ट्री हो। टी फ्याक्ट्री है, यो टी फ्याक्ट्री। यो के को बिरुवा हो दा? यो राम्रो सल्ला। कुन सल्ला हो यो? ए धुप्पी सल्ला।
काट्ने हो यो फ्याक्ट्री नेपालकै हो दाइ? नेपालको सबैभन्दा पुरानो इलाम जिल्लामा सबैभन्दा कतिवटा फ्याक्ट्री छ यहाँ? यस्तो त अहिले 70-72वटा छ कि ए एरियामा? यो चाहिँ नेपाल सरकारको सबैभन्दा पहिला बनेको फ्याक्ट्री। राजा वीरेन्द्र सुन्नुभएको नि हजुर? सुनेको। यहाँ मासतिर रोपेको चिया छ। ए राजा वीरेन्द्रले? सुरुमा यो इलाममा दार्जिलिङमा पनि चिया हुन्छ भने इलाममा नि हुने रहेछ भनेर अन्याङ मौनी हो रेकर्ड भइरहेछ त त्यहाँ? अङ्क चल्या छ क्या? फेरि भरे उयो देखाउनु मात्र हुन्छ है? ल चिया बगान यस्तो राम्रो छ। राजा वीरेन्द्र रोपेको यहाँ मासतिर छ दाइ? ए पुरानो बोट यहाँ मासतिर छ। अहिले त राजा पनि छैन त्यो पनि मालीहरू यता हुनुहुन्छ। यो सल्लाह चाहिँ साह्रो राम्रो लाग्यो मलाई। सल्लाह चाहिँ राम्रो लाग्यो भन्दै हुनुहुन्छ। यहाँ सबैभन्दा पुरानो फ्याक्ट्री हो नि दाइ यो? हजुर हजुर इलाममा सबैभन्दा पुरानो उद्योग यो चिया बनाउने उद्योगमा अहिले त कतिवटा 70-72वटै छ। सानो फ्याक्ट्रीहरूको त हिसाबै छैन। कस्तो लाग्दैछ हजुरलाई? एकदम मौसम चाहिँ अलिक धुमिएर मात्रै हो, नत्र त ठिकै थियो। नरिसा है बाबु। हो ज्ञानी हो। त्यो नि फ्याक्ट्री नै हो दाइ? स्कुल ए अघिको स्कुल। यो सबै सरकारी हो नि दाइ यो बगान? साह्रो यस्तो पो छ। हुन्छ हुन्छ यहाँ हेर्नुहोस् हजुरले पनि बोल्नुहोस् इलामको बारेमा। सिनारियो चाहिँ यो ए यस्तो छ। हाय निनी। वाह really heaven is here guys, look at this picture. कति राम्रो छ। वाह 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 वाह। नेपाल कति रमाइलो छ विदेशमा। यो हो नि त डकुमेन्ट्री भनेको त। आइरहेछ म निनी खिचिदिनुहुन्छ? ल खिचिदिनु त। निनीको म पर्याप्त भिडियो खिचिदिएछु, फोटो खिचिदिएछु। त्यस्तै 1300 गरेर खिचिदिनु खिचिरहेछ। इलाममा हामी आइसक्यौँ, हर्स राइडिङ गऱ्यौँ। यति राम्रो भ्यू छ कि वेदरले नि सुट गरिरहेछ नि। वाह अझै कन्याम इलाम फिक्कल। त्यो कट गरेर एउटा ठाडोमा खिचिदिनु नि।
के दाइ म धुलै देख्नुहुन्न कताको यहाँ बुधबारे थाहा छ बुधबारे चार आली चोक न गई यस्तो जति सधैँ जयपुर निस्किन्छ जयपुरबाट संसार देख्छ संसार हुन्छ नि पिचै हो अनि शनिबारबाट तपाईँ त्यहाँनिर फेरि यस्तो मोड होइन चार पानी मान्छेलाई के त अलिक चार पानी दिन्छ होटेल छैन धुवा धुलो पानीमा झर्छ माथितिर कहाँनिर माथि 7 नम्बर अलिकति माथि बुधबार पेट्रोल पम्प गार्डन सल्लाह यस्तै ठुलो भएपछि यो तल उयो हो त पहिला
उँधो गाउँ उँधोतिर पनि छ कुन ठाउँ चरण ठाउँ बाँकी हुन्थ्यो कहाँ जाने त हुँदैन उँधो यो बाटो एउटा आएको पिजे हो ठुलो चाहिँ हेर्नुहोस् त्यहाँ लो यो त्यस्तै त्यहाँ तल होइन ए ल हेर्नुहोस् त्यहाँ लो यो त्यस्तै त्यहाँ तल होइन ए ल
आजको भिडियो यति नै फेरि अर्को भिडियोमा भेटौँला भन्दै बाई बाई